शेरबहादुर दाई, म यहाँ बस्दै गर्दा मैले समाचार पढेँ कि पार्टीका श्रद्धेय नेताहरू अहिले बसेर छलफल गरिराख्नु भएको छ। मैले सुने नेताहरूले के भनिराख्नु, मेरो सबै कोही नेताप्रति मेरो कुनै व्यक्तिगत टिप्पणी छैन, प्रत्येक नेता मेरो लागि आदरणीय हुनुहुन्छ। तर पक्कै पनि नेताहरूले के भनिराख्नु भएको होला भने यी दुईटा महामन्त्रीले नचाहिने काम गरे, यी दुईटा महामन्त्रीले अराजनीतिक काम गरे, यी दुईटा महामन्त्री तपाईलाई दुःख दिइरहेका छन्। तर सम्झनुहोस्, भदौ 18 गते पनि दुईटा महामन्त्री तपाईकोमा थिए, भदौ 22 गते पनि तपाईकोमा थिए, भदौ 24 गते बिहान पनि सबैभन्दा पहिला तपाईसँग सम्पर्क गर्ने यही दुईटा महामन्त्री थिए, भदौ 25 गते घटना भइसके पछाडि पनि सबैभन्दा पहिला वक्तव्य निकाल्ने पनि आँट गर्ने पनि यही दुईटा महामन्त्री थिए। र त्यसपछि तपाईलाई आएर घरमा आएर भेटेर, दाई यो देशमा यो प्रजातन्त्रको लागि तपाईको ठूलो योगदान छ, तर समय आएको छ अब तपाईले छाड दिनुपर्छ, समय आएको छ अब तपाईले आराम गर्नुपर्छ, समय आएको छ तपाईले अब बाटमार्ग प्रशस्त गरिदिनुपर्छ। इतिहासले पछि तपाईको मूल्याङ्कन गर्दै गर्दा कति खराब कामहरू भयो होलान्, त्यसलाई बिर्सने छ। नेपाली समाज यी मानिसहरूमा धेरै माथि छ, तपाईलाई सम्झने छ। सुदूर पश्चिमको एउटा गाउँबाट आएर नेपालको प्रजातन्त्रको लागि